हेलो एभ्रिवान, डे इन माई लाइफ आर्मी क्वार्टरमा कसरी बितेछ भनेर तपाईँहरूको सामने लिएको छु। यता चाहिँ बिहान बिहान उठेर रेन्चेन चाहिँ स्कुलको लागि रेडी भइसकेको थियो अनि उसको मामले चाहिँ उसलाई कपालमा तेल लगाइदिन्छु भन्दाखेरि नमानेर चाहिँ मेरो आगे पछि हुँदै थियो। त्यहाँबाट उसलाई स्कुल पठाएर चाहिँ एक रात पहिला पानी परेको थियो, त्यही भएर बाहिर चाहिँ माटी गिला भएर बसेको रहेछ। त्यहाँ चाहिँ नि आमाले भन्नुभयो यहाँ धनियाँ छर्नुपर्छ, हुन्छ भनेर आमाले चाहिँ छरिदिनु भयो अनि मैले चाहिँ माथिबाट माटी हाल्नु लागेँ। त्यसपछि माटी हालिसकेर चाहिँ एकछिन सिएचडीमा जानु काम थियो अनि आमा छोरी चाहिँ लागे सिएचडीतर्फ थोरै सामान किन्नु, तर अनफर्चुनेटली सामान पाएन। त्यो भएर फेरि अर्को ठाउँतिर लागे दिदीसँग अनि गएर नि बाबुको स्कुल पुगेँ। स्कुलबाट फर्केर आएर चाहिँ यता रेन्चेन चाहिँ साइकल चलाउँदैछ। बल्ल उसको साइकल किनेको थिएँ, त्यो साइकल चलाउनु कोसिस गर्दैछ। त्यहाँबाट चाहिँ हाम्रो आयो यता मन्थली रासन के पाउँछ यिनीहरू नै हो, पोको आँटा, नुन अनि सबै चामलहरू सबै यिनीहरू